नमस्ते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जेनजी अगुवा सुदन गुरुङलाई ज्यान मार्ने धम्की आएको छ। यो धम्की भारत मार्फत आएको हो भनेर एचटिभी खबरका सञ्चालक दिवाकर शाहले हिजो सार्वजनिक गरेका छन्। उनलाई एक व्यक्तिले नाम नबताउने शर्तमा म्यासेज मार्फत व्हाट्सएप मार्फत उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जेनजी अगुवा सुदन गुरुङलाई यो अब आउने निर्वाचन फागुन 21 भन्दा अगाडि नै मार्ने प्लान बनाइरहेको भनेर पनि पुष्टि गरेका छन्। यस विषयमा सरकारले गम्भीरतापूर्वक छलफल गरोस्, गम्भीरतापूर्वक अनुसन्धान गरोस् र दोषीलाई कारबाही गरोस्। कहाँबाट कुन परिचालित समूहले उहाँहरूमाथि आक्रमण गर्न कोसिस गरिरहेको छ, उहाँहरूको हत्या गर्न कोसिस गरिरहेको छ, किन हत्या गर्न कोसिस गरिरहेको छ, यस विषयलाई गम्भीरतापूर्वक अध्ययन गरियोस्, अनुसन्धान गरियोस् र दोषीमाथि कारबाही गरियोस्। जसरी बङ्गलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई भाग्न बाध्य पारिएका त्यहाँका विद्यार्थी नेता जुन त्यहाँ कोटा प्रणालीको विरोधमा जनतालाई अथवा विद्यार्थीहरूलाई एकीकृत पारेर आन्दोलन गरेर सरकार विरुद्ध निर्णायक आन्दोलन गरेर त्यहाँका प्रधानमन्त्री तत्कालीन शेख हसिनालाई देश छोडेर भाग्न बाध्य बनाएका थिए शाहिद उस्मान हादी, उनको गोली हानेर हत्या भएको छ। यो घटनाले पनि के देखाउँछ भने भदौ 23 र 24 गते नेपालमा आन्दोलन भयो, विद्यार्थीहरूको आन्दोलन भयो करप्सनको विरुद्ध, सामाजिक सञ्जाल बन्दको विरुद्धमा आन्दोलन भयो, शान्तिपूर्ण आन्दोलन भयो र शान्तिपूर्ण आन्दोलनमा सरकारले गोली चलाएर 76 जना नागरिकको हत्या गरिसकेपछि 24 गते आम नागरिकहरू एकजुट भएर सम्पूर्ण नेताहरूलाई, मन्त्रीहरूलाई लखेटिसकेपछि सम्पूर्ण सरकारी भवनहरूमा, सिंहदरबारमा, संसद भवनमा आगो लगाइदिइसकेपछि नेताहरूको भागाभाग भएको थियो। नेताहरू भागाभाग भइसकेपछि प्रधानमन्त्रीले पनि राजीनामा दिएर भागेका थिए। त्यसपछि 35 वर्षदेखि नेपाली जनतालाई चुसेर बसेका, नेपाल आमालाई चुसेर बसेका यी काङ्ग्रेस, एमाले, माओवादी यी दलहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टी जो जनतामा अहिले लोकप्रिय बन्दै गएका छन् रवि लामिछाने र जुन केपी शर्मा ओली अथवा यी देशलाई चुस्न पल्केका जुन शासन सत्तामा बसेका दलहरूलाई हटाउन निर्णायक भूमिका निर्वाह गरेका सुदन गुरुङलाई ज्यान मार्ने धम्की आएको हुन सक्ने अनुमान गरिन्छ। यी नेताहरूबाट, यी शोषक सामन्तीहरूबाट परिचालित व्यक्तिहरूबाट यो धम्की आएको हुन सक्ने अनुमान गर्न सकिन्छ। त्यस भावनाले म सरकारलाई गम्भीरतापूर्वक लिन, अनुसन्धान गर्न, छानबिन गर्न र दोषीमाथि कारबाही गर्न अनुरोध गर्दछु। जुन बङ्गलादेशमा गोली हानेर हत्या भयो शाहिद उस्मान हादीको, त्यो अवस्था चाहिँ नेपालमा नआओस्, त्यो अवस्था नेपालमा आउन नदिन सूक्ष्म अध्ययन गरेर, छानबिन गरेर दोषीमाथि चाहिँ कारबाही गरिनु पर्दछ। जुन आफ्नो माग, जुन जनताको एजेन्डा स्थापित गर्न, जनतालाई सुसूचित गरेर अगाडि बढिरहेका नेता छन् अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने। उहाँ जनतामा पपुलर छन्, जनतामा उहाँ लोकप्रिय बन्दै गएका छन् र यी सदियौँदेखि चुस्न पल्केका राजनीतिक दलहरूले उहाँलाई कसरी रोक्न सकिन्छ भनेर षड्यन्त्र बुनिरहेको र त्यो षड्यन्त्रकारीबाटै परिचालित व्यक्तिहरूबाट धम्की आएको भन्ने सामान्य भाषामा पनि बुझ्न सकिन्छ। त्यसो भावनाले म सरकारले यस विषयमा ध्यान दियोस्, सरकारले यस विषयलाई गम्भीरतापूर्वक लियोस् र एउटा जनताका आशा, जनतालाई एजेन्डा स्थापित गर्न खोजेका व्यक्ति, जुन जनताका धरोहर जुन व्यक्ति छन् तिनीहरूको सुरक्षा गरोस्, यो सरकारले सुरक्षा गरोस्, अप्रिय घटना घट्न नदियोस्। जुन यी नेताहरूले चुसेर जुनसुकै हालतमा पनि यिनीहरूलाई कारबाही गर्नुपर्छ, यिनीहरूलाई सक्षम
भनेर खुल्लेआम बोलिरहेका छन्। जस्तै नेकपा एमालेका नेताहरूले पनि कुट्ने, मार्ने, आक्रमण गर्ने धम्की दिइरहेका छन्। यिनीहरूबाट परिचालित व्यक्ति त होइनन्। यिनीहरूमाथि पनि छानबिन गर्न म अनुरोध गर्दछु नेपाल सरकारलाई। होइन भने भोलिका दिनमा उहाँहरूमाथि अहिले धम्की आएको छ। हिजो जसरी बङ्गलादेशमा उहाँमाथि गोली हानेर हत्या भयो, त्यो अवस्था यहाँ नआउला भन्न सकिन्न। यस विषयमा सरकार चाहिँ गम्भीरतापूर्वक सोचोस्। यस विषयलाई सरकारले गम्भीरतापूर्वक लियोस्। होइन, जनधन अथवा जनताको सुरक्षा गरोस्। जनताले रुचाइएका व्यक्तिहरूको सम्पूर्णको सुरक्षाको ग्यारेन्टी सरकारले गरोस्। यस विषयमा छानबिन गरोस् र दोषीमाथि कारबाही गरोस्। अप्रिय घटना हुन नदियोस्। हस्त, धन्यवाद।